ल एकचोटि फेरि संसारमा बस्ने यथुङ मित्रहरुमा वा मौलिकवादी पहिचानवादी सभ्यतावादी र मिडिया कर्मी साथीहरुमा फेरि एकचोटि कोसेलीकै रूपमा मुद्दम पठाइरहेको छु सन्देश। मुद्दम सन्देशको शीर्षक छ सावाई आङ्ग्रापेगी भाङाङ सेमा मुद्दम। त्यो भन्नुभन्दा पहिला मेरो परिचय म यहाँहरुलाई सुनाउनु गइरहेको छु। मेरो नाम रन्धो सेरेङ चोङबाङ याक्थोङ लिम्बू। जन्ममिति 2007 साल फागुन 15 गते सोमबार। जिल्ला ताप्लेजुङ सन्थाक्रा 3 लाखचुङ। मेरो पद महेङगुम सामनिगे इमा सम्यो र साङलाइ सम्बा याक्थोङ फेदाङमा सङजुम्बो संस्थाका केन्द्रीय अध्यक्ष, विश्वमा मुद्दम प्रचार प्रसार अध्यक्ष र फोन नम्बर 9803579922। नोट मेरो कृतिहरू जम्मा 12 चोटि संस्कारका मुद्दमहरू प्रकाशन र 2053 साल राष्ट्रिय प्रज्ञा भवनबाट प्रदान गरिने राष्ट्रिय सम्मान 2053 ले गरेको थियो। समाज सेवाबाट 12 थानका प्रशंसा पत्र यो मेरो कोठामा म अहिले फोटो खिचेर फेसबुक गरिदिने छु र प्रशंसा पत्र 12 खेप र समेत फेसबुक गरिदिने छु। जन्म मृत्यु सम्बन्धका मुद्दम ज्ञाता फेदाङमा सम्बा अधिकारी औपचारिक हुँ। मेरै घरको कोठाको सिन हो र मरहङ पत्थरी सिरजंगा स्मृति धार्मिक वन 2061 याक्थोङ मङ्गोदा स्थल 28 बिघा प्रति ऐलानी जग्गा याग्राङ सिंह मन्दिर साङ्बे हिम सभागृह सिरजंगा शालिग र चामेना भवन विभिन्न वीर बिरुवाहरू र माछा पोखरी र पूर्वमा पथरी खोला, उत्तरमा राजमार्ग, दक्षिणमा बहुमुखी क्याम्पस र पश्चिममा शिविर डाँडा ती 4 किला भित्रका वन पार्क मङ्खोदाक्तेन स्थापित गरेको छु र सम्पूर्ण याक्थोङ फेदाङमा लेखक युमा सम्यो का प्रचार प्रसार सोचिरहने यो संस्थाको काम हो र यसमा सम्पूर्ण मित्रहरुमा म जानकारी गर्दछु। र अब विषय आजको सन्देशको नाम छ सावाई आङ्ग्रापेगी भाङाङ सेमा मुद्दम को उत्पत्ति र हक अधिकार। संक्षिप्तमा मुद्दम आजभन्दा करोडौं अगाडि प्रथम महिला देवकी नाम मुजिना खेओङना पञ्चतत्वबाट स्थापित भगवानहरूले गर्यो र त्यो मुजिना खेओङनामाको छोरा थोसुइङ खाङलाइङ बयो सुइङ सोराहिङ कर्ब शक्तिशाली हावाबाट कर्ब रही उसको छोरा जन्मे सावाई फुङ्गेबा। त्यो सावाई फुङ्गेबा जवान उमेरमा थोसुलुङ भ्यामलुङमा योसुलुङ मुक्कुमलुङमा हाललाई पाती भरा देवीलाई सम्झौं। योसुलुङमा मुक्कुमलुङमा थोसुलुङमा फ्यामलुङमा को नौकर्नीलाई तुगेन योकमा
मुकुमलुङमाको नौकर्नीलाई सगेन योगमा यी 4 जना बिहे गर्यो भन्ने मन्दम छ र भ्यामलुङमाको गर्भबाट सुरु स्वाम्बेमा जन्म भयो मुकुमलुङमाको गर्भबाट तेलारा लाहादोङमा जन्म भयो तुसाङ योगमाको गर्भबाट समदाङ खेवा मुकुमलुङमा के अरे सगेन योगमाको गर्भबाट लिङदाङ खेवा जन्म भयो र मुकुमलुङमाको छोरी तेलारा लाहादोङमा जन्म अनि बाबु मात्र भिन्न भिन्न आमा त एउटै भएको हुनाले तेलारा लाहादोङनाको गर्भबाट सावै हाङ 8 र पेगी भाङाङ 9 र 8 र 9 17 एकजना चेली सामेधुममा समेत 18 जना जन्म भयो र त्यो अवस्थामा सिङोक्ता लुङोक्ताङ खामजिरी खाम्पोङबा टाङसिबा खोक्सिबाहरू बसेको थियो त्यो ठाउँ कहाँ भन्दाखेरि हालको एम्बिरियाङथाङ बुम्बा कमर खोला फोक्ताङको आसपास र मुनादेम्बे भन्ने स्थानलाई चाहिँ त्यो अवस्थामा पित्तोलुङ कामतोलुङ अथवा हाल कहाँ हो भन्दाखेरि ठ्याक्कै पिपुधा त्यो पिपुधा भन्ने चाहिँ पित्तोलुङ कामतोलुङ भनेर आगोको उत्पत्ति वा मिसम सेटमा मुदुम गाउँदा त्यहाँ जोड्छ र आगो कहाँ उत्पत्ति हुन्छ त्यहाँ नै मान्छेको अवस्था स्थापित भयो भन्ने त मुदुम प्रमाण गर्नु सकिन्छ त्यसकारणले त्यहाँ सबै हाङहरू 8 भाइ र पेगी भाङाङहरू 9 भाइ र सामेधुम्मासँग 18 जन्म भएर बस्दा सबै हाङहरूको नाम तपेसो लुम्बा हाङबा फुरुप्सो थाचोङ हाङबा साङ्गे हाङ पाङ्गे हाङबा मियारा थोक्चोङ हाङबा खेचुए उप्पा हाङबा लाला चोपाङबो हाङबा सगिम्सो सङ्मी हाङबा सेछेरे सेनी हाङबा 8 त्यही तिनहरू के अरे इमान सिंह चेम्जोङले के भनेर 8 लेख्नु भएको छ तर उहाँले अब उसको भाषाबाट अब पोक्तुमयाङ र के भनेर लेख्नु भएको छ त्यो आफ्नो भाषा तर 8 पुगेपछि यिनीहरू एउटै छ भने बुझ्नु सकिन्छ अनि अब त्यो चाहिँ आमाको भाग भयो अघि उनीहरू त्यो स्वाम्बेबाट लाहादोङना 18 जना सन्तान जन्माइसकेपछि अब थाहा पायो हामी त बाबु त एउटै रहेछ आमा मात्रै भिन्नै भिन्नै हामी त चेली मैती रहेछौँ त यसरी के अरे यो मर्त्यालोकमा बस्दाखेरि त अब मानिसमा त हुँदैन हामी छोराछोरी सुनको चाल्नीमा राखेर बाँडेर छुट्नुपर्छ भन्ने उनीहरूको कबोल भयो अनि चाल्नीमा चालेर पहिला झर्ने आमाको भाग सबै आङहरू अघि नाम मैले पुकारेको आमाको भाग भयो अनि दोस्रो झर्नेहरू अब पहिला फुङजिरी फुङगाप्पो भेदाङमा अनि दोस्रोमा सावरा सम्बा भेदाङमा अनि आवागो सङ्लाङ गोबा भेदाङमा अनि लदेनहाङ फुङदेनहाङ 4 फुङजिरी के अरे फुङलाङ्गाबा 5 केवा फुङबा 6 सोकेरेङ केङकेरेङ भन्नु नै सम्दाङवा अथवा मोडा अथवा सिधा सम्बा त्योसँग 7 याहुको याश्रिङबा येबासँग 8 सामेथुम यत्मेथुमसँग 9 त यिनीहरू झर्नुभन्दा पहिला चोराचुरुङ्गीहरू झरेको थियो तर त्यो चोराचुरुङ्गीहरूले चाहिँ मान्छेको कर्म गरिदिनु सक्दैन भन्ने हिसाबले फेरि भगवानहरूले सुनको चाल्नी हलाउँदाखेरि यिनीहरू झर्यो त्यो 9 वटा अनि त्यो चेली एउटा चाल्दा पनि तल पनि झरेन माथि त्यही के अरे चाल्नीको उसमा चेपेर बसी आमाले तल तान्नु खोजे लानुलाई उसको हंस मात्रै लगेर गयो आखिरी माथि बाबुले नै फिर्ता लग्यो त्यो चाहिँ सामेथुममा त्यो 17 जनाहरूको साझा चेली
त्यो 8 अवतारी हो तर कसैले मर्यो भन्नेहरू पनि पाइन्छ त्यो कुनै हालतले मरेको छैन अहिले त्यो सामेधममा कहाँ छ भनेर भन्दा अहिले येबा सम्बाहरले यज्ञसिंह रुङने तिबुकको ती अन्नाले तिना भुङदिन्नामा भनेर नाम दिएका छौँ त्यही नै केर थाङपे राखेका छौँ त्यही नै छ भनेर हामी विश्वास मानेका छौँ त्यो दुर्गा फोपाहाङले पनि त्यसरी लेख्नु भएको छ सही कुरा सही भन्नु मिल्छ र त्यसरी सबै हाङहरू आमाको भाग भएर अनि लग्यो अनि त्यो मुनादम्बे भन्नेमा राखी छाड्यो प्रधान दिइराखेर आमा लो नानी तिमीहरू सबै आएर त्यहाँ पुस्ता कर्म गरी बस्नु राजरोजय गरी बस्नु म चाहिँ अल्बेहै भनेर पत्तालमा थिलिलुङ थाम्देलुङमा नाम लिएर अल्पिन त्यो अल्पेको ठाउँ पनि तमरखोलामा अहिले छँदैछ भन्ने किंवदन्ती पाइन्छ त्यहाँ गएर अवलोकन गर्दा त्यो बुझिने हो र कहिले म तिमीहरूको स्वास्थ्यलाई निगरानीको लागि आउँछु भनेर कहिले आउँदाखेरि पछि 15-20 दिन बाद म 1-2 महिनामा आएर यसो हेर्दाखेरि त्यो 8 भाइ सबै हाङहरू काँचो कचिल्लो खाँदा उनीहरूको मगज बिग्रिएको पापुड केल ठेप्पे भएको आमाले थाहा पायो अनि लु तिमीहरूको स्वास्थ्य काँचो कचिल्लो खाँदा तिम्रो स्वास्थ्य बिग्रियो त्यसले गर्दाखेरि तिमीहरू अब पोली पोकाइ मात्रै खानु पर्छ आगो देखेकै छैन कस्तो आगो भने आगो माथि मरिङ्ला खरिङ्ला भन्ने तिमीहरूको बाबु सदुङले मङसँग छ सुचुरु स्वाम्बे भन्नेसँग छ उनले माग्नु पर्छ भनेर लु सो भने जाउँ भनेर त्यो कान्छा छोरा से चेरेसेनिङ हाङबसँग आमा गयो अनि माथि हाम्रो यता मुन्दमी भाषाबाट साङदुगे धुवामा हङ भन्छौँ माथि चाहिँ कसै लदना पदना खोला भन्ने पनि गर्छ तर त्यहाँ गएर अवलोकन गर्दा लाग्दैमा खोला भन्ने